ल हेलो गाइज भन अलि सानो बनाउनु हेलो भन हेलो वेलकम टु माई च्यानल त नखाइकन बोल न वेलकम टु माई च्यानल भन टेक टु वेलकम टु माई च्यानल ह्याप्पी न्यू इयर भन न्यू इयर त गइसकेको छ तर पनि मलाई अलि अस्ति बाहिरको ह्याङआउटले गएदेखि अलिक सन्चो छैन टन्सिल भइरहेको छ घाँटी दुखेर त त्यही पनि म त्यो चाइनिज रोल खान लागिरहेको छु अलिक भिडियो सानो गराइदिन्छु चाइनिज रोल खाँदैछु अब हेर्नु है चाइनिज रोल भन्छ म यहाँ रोल खाँदैछौँ चाइनिज रोल खाँदैछौँ भिडियोहरूमा त यसमा पैसा परेको देखाउँछ टिकटकहरूमा यताउति तर हाम्रोमा लक्किली केही पर्दैन अलि सानो भिडियो बना अब यो चाइनिज रोल खाँदैछु टन्सिल भइरहेको छ औषधि लिएर आएको छु बिहान औषधि खाइरहेको छु तर पनि हेर्नु अब यस्तो चाइनिज रोल खाएपछि झन् एकदम ठिक हुन्छ क्या मलाई फेरि जे खाना हुन्न नि बिरामी भएको बेला पनि त्यही खानुपर्छ गाइस तर सधैँ ठिक त हुँदैन कहिलेकाहीँ ठिक हुन्छ त्यस्तो गर्यो भने ल बेबी ल खाए ल भन न धेरै बोल्ने क्या त्यहाँ बढी बोल्ने खाए ल भन न खाए ल यस्तो मिठो छ नि यो ओहो ल यस्तो चाहिँ खाए ल भनेको त पारा नेल पोलिस देखो न गाइज देखो न गाइज अरुराको फेभरेट बेबीको फेभरेटको नाम के हो भाले भन लो अब यो खाना हुन्न पिरो छ हात धुन्यो हात धोएर ल्याइदिन्छु ल गाइज हाम्रो घरको फुल हेर्नु न यो फुललाई चाहिँ के भएछ के रोग लागेछ यस्तो भइरहेछ हेर्नु न यति एक बित्ता अग्लो छ होइन यस्तो देखिरहेछ विन्टर सिजनमा त फुलहरू राम्रै नदेख्ने यो चाहिँ राम्रो देखिरहेछ यो त झन् सुकि नै सकेछ के भयो पानी बेसी भयो कि के भयो बुझ्नै सकेन कस्तो राम्रो थियो सकियो अब यसको नि यो त लसुन चाहिँ राम्रो भइरहेछ फुलहरू केही राम्रो छैन सुक्खा छ यो पनि सुक्दैछ साग पनि छैन है साग पनि राम्रो भएन के भएको यो त झन् सुकेर पुरै यस्तो भइसकेछ यसमा प्याज चाहिँ राम्रो भइरहेछ हरियो राम्रो देखिरहेछ ग्रो ब्यागमा टमाटर लगाएको हेर्नु टमाटरमा के यस्तो के लागेको यस्तो फुलमा राम्रो भनेको यही छ राम्रो अलि राम्रोसँग फुलेको त्यही पनि यसको हालत यस्तो छ पत्ता छुट्यो यस्तै हो गाइस घिउ कुमारी यो चाहिँ स्नेक प्लान्ट
ठुल्मियाले यस्तो सानो गमलामा थियो, यसमा सारिदिएको राम्रो देखिएछ, सरेछ। स्नेक प्लान्ट चाहिँ राम्रो भइरहेछ। यो के हो, यसको नाम त मलाई थाहा छैन। देखो न गाइस, देखो न। यो चाहिँ अस्ति नै त कस्तो राम्रो के पिङ्क कलरको उस भइरहेको थियो, अहिले त यस्तो पनि सुक्खा टनेला छ। आज त दिनभरि घाम पनि लागेन, यस्तो जाडो छ। ओहो, यो कस्तो राम्रो। यसको नि मलाई नाम थाहा छैन। अर्को स्नेक प्लान्ट। देखो न गाइस, इन्डोर प्लान्ट त आउटडोर प्लान्ट भइरहेछ यस्तो। यो त सुकेछ, बाहिर ल्याएर सुकेर राखेको अलि राम्रो भइरहेछ। इन्डोर प्लान्टको हालत यस्तो छ। चेरी छ, यसलाई तताएर खान मजा आउँछ। घाँटी दुखेर मर्नु लागेको छैन, यस्तो झेरी सेरी खायो भने त ठिक टक्कै होला नि भनेर गाइस। तताउनलाई मैले जेरी तताएर नि लिएर आइसकेँ। यसमा जेरी छ। अब हिटर ताप्दै जेरी खानुपर्छ। कति जाडो हो कि काठमाडौँ, ए प्रभु। मलाई एक त अति जाडो लाग्छ होइन, करण हेर्नु जाडो छ भन्दै यस्तो पातलो लागिरहेको छ। अनि त्यही हो, म अब जेरी खान्छु। Thank you guys watching my video, and do not forget to like, comment and subscribe my channel.